यसलाई लेखै भन्छ होला नि। यस्तो खै के हो यो मसिनो हुँदै आयो। यो चाहिँ खोइ के हो यस्तो यस्तो हो छ के भन्छ यो एक प्रकारको बेम्बोकै प्रकार होला नाम चाहिँ के हो थाहा छैन। के पो यति हो छ यसको मतलब चाहिँ हामी लेख आइएछ अलि हाइटमै। यो पनि सिधिँदै जान्छ साँच्चैको हाइट बढ्दै गयो भने। लाली गुराँस पनि छ छन् त हिमाल देख्नु पर्नेमा बादलको हिमाल मात्रै छ। मेरो पाहुना नि जे भन्यो त्यो नमान्ने आफ्नो तरिकाको गर्दै गयो भने चित्त नबुझाउने किचकिचे त्यही भएर हो क्या। म अगाडि हिँड्छु सुत्ने ठाउँ रुम बुक गरिदिन्छु। त्यहाँ पनि भएन आज त मेरो पालो बुक सुक नि गरिनँ। तेरो पारा आफै गर भनेको अघि फोन गरेको त उनले थाहा नपाउने गरी फोन गरेको रुम पनि छैन अरे। अब त्यो ठाउँ छोडेर तल गाउँतिर कोखे भन्ने ठाउँतिर जाने होला। त्यसुकै गरौँ रुम बुक गरेको छैन तल माथि केही भयो भने जिम्मेवारी आफै है म जान्दिनँ भनेको। कालो पिराउँदै थियो साथी के गर्छ। एटेच बाथरुम भित्र तातो पानी आउने खालको मिलाइदिएर पनि त्यो पनि भएन अरे। अरूले वाउ बेस्ट भन्यो उसले चाहिँ काइन्ड अफ स्मेल भन्यो। अनि मेरो पालो लु भोलिदेखि त आफै गर भनेको। अनि एक ठाउँ बुक गऱ्यो भने अर्को ठाउँ उसको कसलाई फोन गर्छ अनि मेसेजबाट सोध्छ त्यो ठाउँ राम्रो छ अरे त्यहाँ जाम भन्छ। जा मैले फोन गर्दा त छोडिसक्यो भनिदिए साथीलाई त यसपालि त उद्दमै दुःख दिने हो। ऊ आफू किचकिचे उसको बुढीलाई मेरो बुढीले मन पराउँदैन भन्छ। उसको बुढीलाई सोद्धा चाहिँ वाउ भनिहाल्छ। जाँठालाई यस्तो फुल्छ यस्तो लाली गुराँस अब सिद्धिन आँट्यो कुनै फुल्दै रहेछ या